गुड मर्निङ एभ्रिवान। आजको भिडियोको सुरुवात चाहिँ हुँदैछ हामी आमा छोरीबाट। आज चाहिँ मैले लङ भिडियो लिएर आएको छु, लास्टसम्म हेरिदिनुहुन्छ भन्ने आशा राखेँ। यता चाहिँ म दान ब्रस गरिरहेको थिएँ, उता चाहिँ छोरी मलाई हेर्दै हाँस्दै गरिरहेकी रहेछन्। अनि म आएँ यता लुगा सुकाउन भनेर। लुगा सुकाएर चाहिँ आएर म सिधा किचनमा आएँ। किचनमा चाहिँ छोरीलाई ब्रेकफास्ट रेडी गरिदिएँ अनि खुवाएँ। अनि म चाहिँ यता पानी खान थालेँ। अनि चाहिँ छोरी ब्रेकफास्ट खाइवरी सुतिसकेकी थिइन्। छोरी सुतेकै बेला म चाहिँ झाडु पोछाहरू लगाइसक्दा नसक्दा छोरी चाहिँ यता उठिसकेकी छिन्। छोरीलाई अनि ल्याएर यता ब्रोकोली बोइल गरिदिएको थिएँ, त्यही खाना दिएँ मैले छोरीलाई चाहिँ। अनि दुईजना आमा छोरीले भएर नुहाइधुवाइ गरिमरिन्। त्यसपछि आएँ किचनमा चाहिँ आज मैले बनाएको थिएँ त्यति कर्ला आलु अनि दाल। अनि खाइबइसकेर यसो बाहिर आएर हेरेको थिएँ, हेर्नु दुवटा चरा कति मजाले बसिरहेका रहेछ। हुन्छ त गाइस, भिडियो आजलाई यति नै। के कस्तो लाग्यो कमेन्टमा भन्नु होला। थ्याङ्क यू फर वाचिङ।